हेलो एभ्रिवान, नमस्ते। आज पनि एउटा नयाँ भिडियो बनाएर चाहिँ हजुरहरूलाई चाहिँ नयाँ भिडियो बनाएर पोस्ट गर्न गइरहेको छु। आज चाहिँ विशेष रूपमा चाहिँ वाटर चार्जिङको विषयमा चाहिँ हजुरहरूलाई चाहिँ केही जानकारीहरू म दिन्छु है त। के हो त वाटर चार्जिङ भन्दाखेरि चाहिँ हाम्रो एनर्जीलाई इन्क्रिज गर्नको लागि, हाम्रो औरालाई चाहिँ पोजिटिभ बनाउनको लागि चाहिँ हामीले वाटरलाई चाहिँ चार्ज गर्छौँ है। वाटरलाई जसरी हामीले फोनलाई चार्ज गर्छौँ, किन फोनलाई चार्ज गर्छौँ? फोनको चाहिँ सम्पूर्ण फङ्सनहरूलाई चाहिँ राम्ररी एक्युरेट रूपमा चाहिँ हामीले युज गर्न सकौँ भनेर चाहिँ फोनलाई चार्ज गरिन्छ भने, त्यस्तै गरी हामीले वाटरलाई पनि त्यसरी नै चार्ज गर्छौँ। वाटरलाई चार्ज गर्दाखेरि चाहिँ वाटरलाई चाहिँ हामीले लिन्छौँ र वाटरलाई लिइसकेपछि एकैछिन भए पनि वाटरलाई हेरेर हैन त्यससँग वार्तालाप गर्छौँ। जस्तै प्रेम, पवित्र, सुख, शान्ति, आनन्द, शक्तिले चाहिँ सम्पूर्ण पोजिटिभ औराले भरिएको छ, त्यो फिलिङको साथ हामीले चाहिँ वाटरलाई चाहिँ एकैछिन भए पनि हेरेर वाटरसँग कम्युनिकेसन गरेर त्यहाँ शक्ति गइरहेको छ भनेर चाहिँ त्यो फिलिङको साथमा चाहिँ हामीले भनेर अनि एकैछिन भए पनि साइलेन्स मोडमा रहेर चाहिँ हामीले वाटरलाई चार्ज गरेर अनि मात्रै वाटरलाई चाहिँ पिउँछौँ। त्यो गर्दाखेरि चाहिँ मलाई पहिला बिलिभ भएको थिएन, पछि गएर चाहिँ मैले आफूले प्र्याक्टिकल्ली चाहिँ वाटरलाई चार्ज गरेर पिउँदाखेरि चाहिँ एकदमै राम्रो रिजल्ट दियो। आफ्नो औरालाई चाहिँ सकारात्मक बनाउनको लागि, आफ्नो औरालाई एनर्जीलाई चाहिँ इन्क्रिज गर्नको लागि चाहिँ हामीले वाटर चार्ज गर्दो रहेछौँ र हामीले जे चाहन्छौँ त्यो चाहिँ वाटरमा चाहिँ हामीले अफर्मेसन दिन सक्छौँ। त्यो भयो भने चाहिँ वाटरले एक्सेप्ट गर्छ। हाम्रो बडीमा 75% चाहिँ वाटरै रहन्छ र हाम्रो एनर्जीलाई, हाम्रो औरालाई इन्क्रिज गर्नको लागि, पोजिटिभ बनाउनको लागि वाटर चार्जिङ इज द बेस्ट वान। र हजुरहरूलाई कस्तो लाग्छ हजुरले अनुभव गरेर चाहिँ हेर्न सक्नुहुन्छ र कमेन्ट बक्समा केही भन्न सक्नुहुन्छ। धन्यवाद।